अत्याधिक दुखिरहने, कोही चाहिँ चोट लागिरहेको हुन्छ त भोमिटिङ भइरहेको हुन्छ, रिगाटाहरू लागिरहेको हुन्छ, त्यस्तो अवस्थामा बनाउँछ शरीरहरू। अनि यो के भन्छ यो इलेक्ट्रोपिनहरू के गर्नु पर्यो त कमजोर भएर चाहिँ बेस लाग्यो भने त्यस्तो लागि यो खायो भने के हुन्छ त तागत पनि आउँछ है। इलेक्ट्रोपिनहरू पनि जीवजलहरू पनि रोक्नुपर्छ, बुझिन्छ। त्यही भएर हामीले फर्स्ट एड बक्समा मेडिसिन्सहरू पनि बोक्ने रहेछौँ। त्यसपछि यसको नाम हो बिटाडिन। थाहा छ बिटाडिन भनेको के हो? बिटाडिन भनेको हो घाउ सफा गर्नको लागि प्रयोग गर्ने लिक्विड होइन। बिटाडिनले चाहिँ हामीले घाउ सफा गरिन्छ, घाउमा भएको कीटाणु हटाउनको लागि हामीले बिटाडिनको प्रयोग गरिन्छ होइन। अर्को छ फोर्सेप भन्छ है, यो कपासहरूलाई चाहिँ हामीले बिटाडिनमा चोक्नु परेको अवस्थामा घाउ सफा गर्नु परेको ठाउँमा फोर्सेपबाट गरिन्छ है। यसको नाम हो फोर्सेप है। अर्को छ कटन। यो के को लागि प्रयोग गरिन्छ? घाउ सफा गर्नको लागि है त। यसमा चाहिँ हामीले बिटाडिन लगाएर घाउ सफा गरिन्छ। यसको नाम हो स्टेरिलाइज गज भन्छ है, नेपालीमा निर्मलीकरण पट्टी भन्छ। अघि क्लासमा पढ्नु भएको थियो नि, एउटा सफा कपडाले ब्लिडिङ भएको अवस्थामा सफा कपडा ढाकेर कति मिनटसम्म छोप्ने भनेको थियो? 10 मिनटसम्म छोप्ने है। त्यसको लागि हामीले यो गजको प्रयोग गर्छौँ है, बुझिन्छ। यसको नाम हो कटन ब्यान्डेज। जब हामीले घाउ सफा गरिसकियो अनि यो गज राखेर चाहिँ घाउ ढाकिन्छ नि, त्यसपछि ब्यान्डेज गर्नु पर्यो नि त होइन। ब्यान्डेज गर्दा सबैभन्दा पहिला हामीले यो कटन ब्यान्डेजले चाहिँ ब्यान्डेज गरिन्छ है। कटन ब्यान्डेजले ब्यान्डेज गरिन्छ। त्यसपछि यो ब्यान्डेजले पनि ब्लिडिङ नरोकेको अवस्थामा गज लगाएर ब्यान्डेज लगाउँदा ब्लिडिङ रोकिएन भने हामीले फेरि अर्को यो बाक्लो खालको कटन ब्यान्डेज प्रयोग गर्छौँ है। यसको नाम पनि कटन ब्यान्डेज नै हो है। यसलाई पनि हामीले कटन ब्यान्डेज भनिन्छ। त्यसपछि यसको नाम छ फेरि इलास्टिक ब्यान्डेज भन्छ यसलाई है। इलास्टिक ब्यान्डेज भन्छ। यो तन्किन्छ पनि है अरू ब्यान्डेजहरू भन्दा। यो चाहिँ के गरेर प्रयोग गरिन्छ होला त? हो मर्केको अवस्थामा, टाउकोमा चोट लाग्दाखेरि, टाउकोहरू फुटेको हुन्छ नि, त्यस्तो अवस्थामा अत्याधिक मात्रामा टाउकोबाट रक्तस्राव भएको अवस्थामा हामीले घाउ सफा गरेर गज लगाइसकेपछि यो कटन ब्यान्डेज बाँध्ने बित्तिकै हामीले डाइरेक्ट इलास्टिक ब्यान्डेज बाँध्छौँ, ताकि अर्को यो कटन ब्यान्डेज प्रयोग गर्दैनौँ है। यो बाक्लो खालको कटन ब्यान्डेज प्रयोग नगरिकन यो सेतो ब्यान्डेज बाँध्छौँ पहिला टाउकोमा बाँधेको हकमा है। त्यसपछि हामी सिधै इलास्टिक ब्यान्डेज बाँध्छौँ, बुझ्नुहुन्छ। यो अहिले हामी प्र्याक्टिकल गरेर नै हेर्छौँ है। यसको नाम हो ट्रायङ्गुलर ब्यान्डेज है। के हो यसको नाम? ट्रायङ्गुलर ब्यान्डेज। यो ट्रायङ्गल सेपमा छ नि होइन, एउटा ब्यान्डेज हो यो। यो कति बेला प्रयोग गरिन्छ भन्दा काम्रो बाँध्नु परेको अवस्थामा, हातहरूमा भाँचिँदाखेरि यसरी झुन्डाउनु परेको अवस्थामा, देख्नु भएको थिएन फोटो देखाएको थियो नि होइन, त्यस्तो अवस्थामा हामीले ट्रायङ्गुलर ब्यान्डेज प्रयोग गरिन्छ। यो ट्रायङ्गुलर ब्यान्डेजलाई हामीले अर्को के रूपमा पनि प्रयोग गर्न सकिन्छ भने अत्याधिक मात्रामा बाह्य रक्तस्राव भन्छ नि, त्यति बेला हामीले टर्निकेटको ठाउँमा हामीले रुमाल बाँध्ने भनेको थिएँ नि मैले। हो रुमालको साथ हामीले यो ट्रायङ्गुलर ब्यान्डेज बाँध्न सकिन्छ है। हामीले चाहिँ घाउ लागेको भन्दा 4 देखि 6 इन्च माथि टर्निकेट बाँध्ने ठाउँमा ट्रायङ्गुलर ब्यान्डेज बाँधियो। ट्रायङ्गुलर ब्यान्डेज नभएको अवस्थामा रुमालहरू पनि नभएको अवस्थामा डोरीहरू पनि बाँधेर हामीले ब्लिडिङलाई कन्ट्रोल गर्न सकिन्छ है त, बुझिन्छ। यसको नाम हो रुलर है। घटनास्थलमा रुलरको के काम त? काम छ होला यसको? के काम छ होला भन त? के गरिन्छ होला रुलरले घटनास्थलमा? एउटा काम भयो, हामी स्प्लिन्टहरू बाँध्नको लागि प्रयोग गरिन्छ। अर्को चाहिँ के छ त? घाइतेको चाहिँ चोटहरू मार्किङ गर्नको लागि पनि हामीले रुलरको प्रयोग गर्छौँ है। अहिले यसको प्रयोग कति बेला कहाँ आउँदो रहेछ भनेर अहिले तपाईँहरूले राम्रोसँग देख्नुहुन्छ है त। यसको नाम हो मेडिकल सिजर। के गरेर प्रयोग गरिन्छ यो? यो घटनास्थलमा यो कैँचीको के काम छ? हो ब्यान्डेजहरू काट्नु परेको अवस्थामा, औषधिहरू काट्नु परेको अवस्थामा, अनि अर्को के छ त? घाइतेको टाउकोमा चोट लागिरहेको छ भने कपाल काट्नु पर्ने होला होइन। कपालहरू काट्नु परेको अवस्थामा हामीले चाहिँ यो सिजरको प्रयोग गर्छौँ। कोही घाइते बिहोस छ, पुरै कपडाहरू टाइट भएर बसिरहेको छ,
हातबाट ब्लिडिङ भइरहेको छ, कपडाहरू काट्नुपर्ने होला कुनै अवस्थामा होइन, डोरीहरू मालाहरू काट्नुपर्ने होला, त्यस्तो अवस्थामा चाहिँ हामीले घटनास्थलमा यो मेडिकल सिजरको पनि प्रयोग गर्छौँ। त्यसैले हामीले फर्स्ट एड बक्समा मेडिकल सिजर पनि बोक्छौँ है त। यसको नाम थाहा छ? थर्मोमिटर। के गर्न प्रयोग गरिन्छ यो? हो, मानव शरीरको तापक्रम नाप्नको लागि हामीले थर्मोमिटर प्रयोग गरिन्छ है त। ज्वरो होइन होला, तापक्रम नाप्न, मानव शरीरको तापक्रम नाप्नको लागि है। ल त्यसपछि यसको नाम मार्कर। यो घटनास्थलमा मार्करको काम छ? के काम छ होला यसको? औषधिहरू लेख्नु परेको अवस्थामा, चोटहरू चाहिँ मार्किङ गर्नु परेको अवस्थामा पनि हामीले यो मार्करको प्रयोग गर्छौँ है त। यसको नाम हो पेन टर्च है। यो पेन टर्च भनेको चाहिँ पुपिल्सहरू चेक गर्नको लागि, जीवनमूलक चिन्ह अन्तर्गत पर्ने पुपिल्स, आँखाको नानीको प्रकाश प्रतिको प्रतिक्रिया भन्छ है, चेक गर्नको लागि हामीले यो पेन टर्चको प्रयोग गर्छौँ है त। कस्तो अवस्थामा भने जुन चाहिँ के छ त, मान्छे घाइते अवस्थामा छ अथवा बेहोस अवस्थामा छ, उसले बोलचाल गर्न केही सकेको छैन, रेस्पोन्स कुनै पनि रेस्पोन्स दिन सकेको छैन भने त्यो मान्छे लाइभ हो या डेड बडी हो भनेर पनि छुट्याउन मद्दत पुर्याउँछ यसले। किनकि हाम्रो आँखाको यो नानी हुन्छ नि कालो भाग, त्यो कालो भागको बिचमा पनि अर्को गोलो घेरा छ। त्यो गोलो घेरामा चाहिँ हामीले यो टर्च बाल्ने हो। टर्च बाल्दाखेरि चाहिँ यो टर्च चाहिँ त्यो आँखाको नानीमा परेपछि के हुन्छ त, घुम्चिँदै 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 जान्छ है। त्यसपछि हामीले यो लाइटलाई टाढा टाढा लगाएपछि त्यो फेरि त्यो बिचको नानीको भाग चाहिँ फुट्दै 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 जाने हो है। यसरी यसमा चाहिँ लाइट छ या डेड छ भनेर सेन्स गर्न सकिन्छ। र यसले चाहिँ दुईटा अवस्थामा चाहिँ कुनै पनि प्रतिक्रिया दिँदैन। त्यो अवस्था के भने यदि घाइते चाहिँ डेड भइसकेको छ भने पनि कुनै रेस्पोन्स दिँदैन। र अत्याधिक मात्रामा लागु औषध सेवन गर्ने व्यक्ति, ड्रगिस्टहरू हुन्छ नि, हो त्यस्तो व्यक्तिहरूको पनि आँखाको यो पुपिल्सले चाहिँ कुनै पनि रेस्पोन्स दिँदैन। बुझिन्छ? के रहेछ यसको नाम? के रहेछ यसको नाम? अलिक बोलाउने किन बुझेन तिमीहरूले? यसको नाम हो पेन टर्च है। पेन टर्च हो, आँखाको पुपिल्सहरू चेक गर्नको लागि प्रयोग गरिन्छ। आँखाको नानीको प्रकाश प्रतिको प्रतिक्रिया भन्छ, भन त नि हो। आँखाको नानीको प्रकाश प्रतिको प्रतिक्रिया चेक गर्नको लागि हामीले पेन टर्चको प्रयोग गरिन्छ है त। त्यसकारणले हामीले घटनास्थलमा जाँदा हामीले फर्स्ट एड बक्समा पेन टर्च पनि बोकिन्छ। यसको नाम कसले भन्न सक्छ? यसको नाम के हो? यसको नाम डोरी। मैले क्लासमा 10 चोटि भने होला हैन यसको नाम भन्ने खै भर्खरै पनि भन्दै थिए। के हो भिडियो यसको नाम? आछ भने तिमीहरूले क्लासमा भनेको अब यहाँ भनेको कुरा अहिले घर जाने बेला बिर्सिन्छ भने के गर्नु भइरहेको भन त कसैले? कपीमा छ होइन? के हो यसको नाम थाहा छ? सलिना के हो यसको नाम भन त? क्लासमा भएको काली पढ्दा हेर्छु होला होइन? के लिखा? केको लागि प्रयोग गरिन्छ? केको लागि प्रयोग गरिन्छ भने चाहिँ मैले केको लागि हेर्नु? मैले भनेको थिएँ रगत चेक गरेर सिलबाट निकाल्ने बेला माथिपट्टि बाँधिन्छ नि, त्यो भनेको थिएँ नि। अनि अर्को पनि के भनेको थिएँ, अत्याधिक मात्रामा रक्तस्राव भयो भने घाउदेखि 4 इन्चदेखि 6 इन्च माथि बाँध्ने भनेर भनेको थिएन। त्यसको नाम हो टर्निकेट है। त्यसको विकल्पमा हामीले के बाँध्न सकिन्छ? ट्याङ्कुलर ब्यान्डेज बाँध्न सकिन्छ, रुमाल बाँध्न सकिन्छ, डोरीहरू बाँध्न सकिन्छ है त। त्यसको नाम हो टर्निकेट नभुल्ने है, टर्निकेट भन्छ है त। यसको नाम हो सी कलर। हेर्दा सी जस्तो छ नि त होइन? सी आकारको छ, त्यही भएर हामीले सी कलर भनेको। कहाँ लगाउने हो यो? कस्तो अवस्थामा लगाउने? घाँटी मड्केको सरेको बेला मात्रै हो, अरू बेला अरू ढाड भाँचेको एकदम यो चाहिँ एकदम जाने कुरा है। स्पाइनल कर्ड इन्जुरी भएको अवस्थामा, स्पाइनल इन्जुरीहरू हुन्छ नि, मेरुदण्ड भाँचेको अवस्थामा, कम्मरहरू भाँचेको अवस्थामा, ढाड भाँचेको अवस्थामा हामीले चाहिँ यो सी कलरको प्रयोग गरिन्छ। त्यो बानी कहाँ हो त? घाँटीमा बानी हो है। घाँटीमा बानी, ढाड भाँचेको छ तर यो बानी चाहिँ घाँटीमा किन हो?
हाम्रो मेरुदण्ड चाहिँ घाँटीदेखि तल जोडिएको हुन्छ है। त्यही भएर माथि घाँटी चल्यो भने के हुन्छ त तलको यो भाँचीको हड्डी पनि हल्चल हुन सक्छ अनि के हुन्छ त बिरामीको अथवा घाइतेको अवस्था चाहिँ झन् बिग्रिन जान्छ। हाम्रो उद्देश्य के हो त घाइतेको अवस्था बिग्रिन नदिने हो नि त होइन हो। त्यही भएर हामीले सबैभन्दा पहिला स्नान गर्ने इन्जुरी भएको बिरामीलाई छुट्याउने, त्यसपछि स्नान गर्ने यसको चाहिँ स्नान गर्ने इन्जुरी छ ढाड भाँचेको छ भने चाहिँ